ल हामी अब पुग्न लागि टप अफ Swayambhunath. It's really beautiful. After 3-4 years. Construction पनि यहाँको एकदम राम्रो बनाएको छ एकदम सबै सोफा र यो बारिन आएपछि को नेपाल काठमाडौँको यो मोहर पुरै फेरिदिएको छ यो चाहिँ हामीले गमनै गर्नुपर्छ बालिन सरलाई हाम्रो तर्फबाट स्यालुट छ र अझै पनि तपाईको कार्यकाल र अझै पनि आउने चुनावहरुमा हाम्रो साथ सहयोग गर्नेछ भन्ने कुरो यहाँलाई भन्न चाहन्छौं र अझै पनि तपाईले अरु पनि विकासको कार्यहरु गर्दै जानेछ भन्ने कुरोमा नेपाली जनताले आशा गरेका छन् तपाई जस्तो मान्छेको ठूलो आशा गरेको कारणले आज काठमाडौँ जस्तो एउटा शहर स्वच्छ र सफा वातावरणमा हामी देख्न पाएका छौं It's geese from तिमी काठमाडौँ सेटै भएको छैन